हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल स्मी रक्षा अनि आज चाहिँ म हाइकिङ जान लागिरहेको छु मेरो साथीहरूसँग अनि हजुरहरूलाई पनि म देखाउनेवाला छु म के गर्छु भनेर हजुरहरू पनि हेर्नु होला मेरो भिडियो लास्टसम्म है त अनि हामी त्यहाँ रिसाएर बसिरहेको अर्को मान्छे हामी ढिला आयो हाम्रोमा रिसहरू छँदै छैन छैन होइन हामी आज रमाइलो गर्नुपर्छ ल साथीहरू हामी चाहिँ आइसक्यौँ यहाँ होइन हामी यहाँ ओर्लिसक्यौँ बुढानीकण्ठमा अनि यहाँ हाम्रो डेस्टिनेसन अब स्टार्ट हुन्छ अहिले चाहिँ हामी 3 जना मान्दैछौँ ए हाई once more. Shopping हुँदैन गाइस यहाँनिर चाहिँ बदाम यो चाहिँ हाम्रो यो बुढानीकण्ठ मन्दिर भनेको आज यो चाहिँ हो रक्षा लाइन यतै बस्यो यतैबाट बसेर जानु हाम्रो चाहिँ डेस्टिनेसन स्टार्ट भयो अब हामी जान लागिरहेको छौँ हाइकिङ हामी कहाँ जान लागेको अरे खास गरी मेरो त ठग हिँडेकै छैन त्यतिकै ठग गयो रे हामी खास गरी कहाँ जानु लाग्यो रे हामी खास गरी कहाँ जानु लाग्यो रे जमासेन हो कि के हो यो डेस्टिनेसनै थाहा नभए मान्छेको ए गाइज मेरो साथी है जेनी आज चटपट छ गाइज यही चटपट खानु हामी के किन्न लागिरहौँ साथीहरू किन्न गइरहन् यिनी चाहिँ झोरामा आइपुगेको छ हाइकिङको लागि यस्तो यस्तो खानेकुरा लिएर जानु लागिरहेको छौँ केटा मतलब लाग्दैन क्या जुन चल्दै गएको तर हाम्रो जेनिसलाई चाहिँ एकदमै एक्साइटेड भइरहेको के गोख मलाई दिनु भने गिफ्ट खै हुन्छ हाम्रो यहाँ खानेकुरा लगिरहेको यस्तै जेनी चाहिँ एकदमै एक्साइटेड भइरहेको कि सबै सामानको लागि होइन यिनीहरू चाहिँ खै के हो थाहा होइन यिनीहरू आई डोन्ट नो दिदीबाट दिदीबाट अब हाम्रो डेस्टिनेसन स्टार्ट भइसकेको छ होइन अब हामी हिँडिरहेको छौँ हामीले खानेकुराहरू पनि किन्यौँ अलिअलि हाई गाइस 12 बजे यसरी 12:30 बजे पुगिन्छ हैन 1 बजेसम्म पुगे भए यो हाम्रो जेनिस एकदमै रिस उठाइरहेको छ क्या मैले 7 बजेदेखि रेडी भएर बसेको केटीहरू 9 बजे कोडिसर आयो केटाहरू उताबाट आउँदाखेरि भयो त अब आइसक्यो कति कराइरहेको त्यही फाइनली हामी चाहिँ गुम्बा आयौँ थाक्दा थाक्दा बस्दा बस्दा आयौँ यस्तो छ गुम्बा यहाँ फोटो सेसन हुँदैछ भर्खरै आइपुग्यौँ
यहाँ हाम्रो साथीहरू छ नि ए गाइज वालेकुम सलाम फाइनली रक्षाको नि बलि फुटेको छ हामीलाई खुसी लाग्यो त्यसो भइरह घुम्बा कस्तो राम्रो रहेछ घुम्बा त्यहाँ माथितिर पनि जाने ल त्यहाँबाट झरेको नि भिडियो बनाइदिउँ ल अहिले कस्तो राम्रो रहेछ फाइनली हामी आए मानुसी बल्ल 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 हिँड्दा 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 हिँड्दै म चाहिँ लास्ट थाकिहाल्छ अन्त सहर गाडी छ This is my friend Mansi, darling. कस्तो राम्रो रहेछ यस्तो बा हेर मान्छेहरू काटो मान्जु आएको छ पिस पिस कस्तो पिस हो यहाँ आफ्नो पिस भिडियो कस्तो गरेन हुन्छ त्यस्तो पोज बाउ खतरा हाम्रो साथीहरू तिम्रो चाहिँ कहाँ गएर खिच्ने मैले लड छ बिस्तारै कस्तो राम्रोसँग गेम खेले जस्तै समय राख्यो बलले उसले बिचरा फोटो खिच्दै हिँडिरहेछ भाइले फोटो खिच्दैछ बिस्तारै कसरी खिच्ने मान्छे गयो तर तिम्रो पनि फोटो खिच्ने ल बिचरा आर्मीको हो हाँस्न हो कस्ता लागेन चार्ज भन्छ हेर मेरो फोटो मेरो दुइटा साथी दुइटा हात जामछन् यिनीहरू चाहिँ मुसी ककरोच मिन्दला मालुम चोक्तम लासी आजकल त साला ला ला हामी चाहिँ पानीपुरी खानु लाग्यो यता आउनु तिमी यहाँ भित्र आएर एउटा पुरुष साथी गाइस पानीपुरी खानु लाग्यो गाइस ह्यान्डसमदेखि हाम्रो साथी खाइदियो कति ह्यान्डसम देखेको छैन तिमी चटपट नबनाउने दराज बनाउने भने होइन शेखरले चटपटे खाने हो खाइदिए भइहाल्छ चटपटे ह्यान्डसमै छ त चटपटा हुन्छ चटपटे पनि भन्नु पहिला के खाने पहिला चटपटे चौचो एउटा त खायो पहिला चटपटे हान्दियो हामी यहाँ डिस्कस भइरहेको के खाने भनेर पानी चाहिँ खाने घरले जाऊ सुरुमै यो उनीहरूको चाहिँ यो पनि पानी बिर्कै चेन्ज भयो के हो यही बबुआ जरा सा ये करने का हाँ नहीं तो तोरा खोपडी फोड्ने का हामी के खाँदैछौँ के हो त्यो माउ मेरो घरमा छ मेरो माउ घरमा छ मेरो माउ 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 कसको कपडा चाहिँ अलिक राम्रो छ अनि हेरिरहेको छु नि कपडाको भने होइन जिनिस चाहिँ राम्रो ल्याउनु सबपट्टि आइसक्यो गाइस आइसक्यो साइडमा पुग्छ नि प्लास्टर ब्याग पठाइ देखाउ त यस्तो पुग्दैन जिनिस ब्याग बोक न यहाँ राख ओके ब्याग यहाँ पन्नेरी वन्नेरी हिँडेर पनि केटो त एकछिन बोकेन ब्यागमा हो कति बेला बोकेको थियो तिमीले एकछिन त्यही उकालोमा
त्यही यसो एकछिन तिमीहरूले फोटो एकछिन खिचिदिएन होला किन फोटो र यो ब्याग एउटै हो कन्टेन्ट हो फोटो खिच्दैन अरे झगडा भइरहेको उसैलाई खिच्नु भने उहाँ पर होइन जेनिस खोज्दै हिँडेको त्यहाँ छ छिटो खाऊ न टेस्ट गरेर कस्तो हेर्नु भन्थे त मैले यसै भनेको थिएँ कहाँ हो र यो चढाउनु पर्छ कि पहिला ए बाहुनलाई नि त म यस्तो गरेर म सुइयो हैन बोल्नु आइज मुखमा बोलिया होला त्यो मै कुन हो त्यही हो निमन निमन कन्टेन्ट क्रिएटरले त धेरै जसो रिटेकै हो पैसा दिएर खेला गर बयान रिटेक हुनलाई नहोगल बा भनौ न खै भन्दैनौ त मेरो मेमोरीमा त तुम जब चाहे वैसे बोले अब बात करती है उधर हाँ बोले हम माय नाक निंदला मद इसको ये पानी पिला दे भाई एकछिनमै हुन्छ निंदला मद अब किसको मारी त्यही वाला है भन न निम्बा दोद्रस टेल मी तेल भी ना टेल मी हम ना ओन्ली लिसन लिसन because काउस तो माना जाने दूसरे तेल भी है because हमले सदा म अनि कोही मान्छे भन्छ कि हामी लेट भयो भनेर मान्छे अहिले पनि हाम्रो छ बाइकमा आउनलाई हेमन थ्याङ्क यू हामी बाइक भन्दा फास्ट हिँड्छ हिँड्यो 1 घण्टामा आयो 2 घण्टा लगायो कसले लाग्यो 1 घण्टा हिँड्छ यो मन धेरै लाए 45 मिनेट गुदुङ गुदुङ हिँडेर मात्र जाने तर त्यही भएर मैले किन्यो रेस्ट गर्ने हो त्यही भएर आज साथीहरुलाई पछि पछि जो चाहिँ मैले भनेको अनि त्यो फेरि मलाई चुप लाग हजुर चुप लाग हजुर भन्छ हाजी क्या बोले आप हिँडेको भन्दा बढी अहिले अनि तिमीहरू पानीपुरी खानु पर्दैन तिमीहरू जा भन्नु लेभलमा ठ्याक्क हुनु पर्यो हमारे ऐसै हो त न न न न यहाँ आएर अहिले आन्टी नबोल आन्टीले तिमीहरू पानीपुरी खानु पर्दैन जा भन्नु हल्ला दिएर पनि हमको कुछ फरक नहीं पड़ेगा शेखरलाई पिटे नि हुन्छ हामी सबैको छ खाली को गएको अब चाहिँ हामी झऱ्यौँ तलतिर गाइसहरू अघि आउँदाखेरि यस्तो गाह्रो भएको थियो अहिले चाहिँ अब अहिले त्यस्तो भएको छैन फेरि गीत बजाउला तिम्रो मोबाइलबाट स्पिकरमा हैन मोबाइलमा बजाउँदै हैन ए हामीलाई स्न्याक्स खाइरहेको मान्छेले स्न्याप बनाउनु लागिरहेको थियो अलवेज स्न्याप एनी टाइम त्यो दुर्गा हराउँदै ओ नो चाहिँ यसको